यस्तो चर्को घाम आज लागिरहेको साथीहरू मही पानी वितरण गर्ने कार्यक्रमले त आज मानिसहरू एकदमै धेरै खुसी हुनुहुन्छ। हेलो एभ्रिवान, नमस्कार। आज क्रिस्चियन युथ क्लबले यो बुटोलको एकदमै चर्को गर्मीमा फ्रीमा दही मही वितरण गर्ने कार्यक्रम गरेको छ है त। पोहोर साल पनि हामीले निःशुल्क मही वितरण कार्यक्रम गरेको थियो, जो सफल भएको थियो। सबैजनाले त्यसको सराहना गर्नुभएको थियो र यसपालि पनि हामीले गर्नुपर्छ भनेर टिमले एकदमै जोसको साथ क्रिस्चियन युथ क्लबले यो कार्यक्रम राखेको थियो र यसमा प्रकृतिले पनि एकदमै साथ पनि दिएको थियो। अनि यो कार्यक्रम कसरी इन्स्पायर हुनुभयो त तपाईहरु गर्नलाई? यस्तो गर्मीमा चाहिँ सबैजनाले मही पानी खाना पाउँदा एकदम खुसी भएको देखेर नै हामी यो बुटोल अत्याधिक गर्मी ठाउँ भएको हुनाले यहाँ मही पानी नपाएर के बाँड्ने त? मही पानी त्यही भएर बाँड्ने लिनुस्। साथीहरू, यो कार्यक्रम आज 1500 देखि 2000 माथिले नै मही खानुभयो होला। अनि यो कुरा गर्दै गर्दाखेरि डु एभ्रिथिङ इन लभ भन्ने कुरा चाहिँ सिकेको कुराहरू याद आउँदै गरिरहेको थियो। आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेर चाहिँ बाइबलको दोस्रो आज्ञा पनि हो। कतिपय अवस्थामा यो कुरा हामी पालन गर्न सकिरहेका हुँदैनौँ, तर हामीले बल लगाएर सकेसम्म हाम्रो 100% दिने प्रयास गरिरहेको छौँ। र यो कार्यक्रम गर्दै गर्दा आज कतिजनाले हामीलाई आशिष दिइरहनु भएको थियो, कतिजनाले हामीलाई आफ्नो खुसी व्यक्त गरिरहनु भएको थियो। अनि भाइहरूलाई बहिनीहरूलाई काममा पढेर आउनुभएको थियो, कोही काम गरेर आउनुभएको थियो भने कोही काममा हिँड्दै आइरहनु भएको थियो। र यो कार्यक्रम गर्दै गर्दाखेरि हामी यति धेरै खुसी भयौँ। उहाँहरू खुसी भएको देखेर नै हामी खुसी भएको हो र उहाँहरूलाई देख्दै गर्दाखेरि उहाँहरूले थपी खाइरहेको देख्दाखेरि यस्तो कार्यक्रम दिनदिनै गर्नु पाए पनि हुन्थ्यो भन्ने खालको अनुभूति त भएकै थियो। पक्कै पनि हामीसँग त्यस्तो धेरै पैसा त छैन, तर सबैले जम्मा गरेको थोरै पैसाले यो कार्यक्रम गर्दै गर्दाखेरि त हामी एकदमै खुसी नै थियौँ। हामीले केही फिडब्याकहरू पनि लिएका छौँ, सुनौ है त। कस्तो लागिरहेछ भाइ? एकदम राम्रो। आज गेम खेलेर आएको थियौँ, त्यही खुसीमा मैले चाहिँ 7 गिलास खाइसकेँ। यति मिठो लाग्यो अब यस्तै भोलि पनि गर्नु। मही खुवाउने युवालाई धेरै धेरै धन्यवाद भन्नु सहयोग गर्नु। यो हजुरको यस्तो गर्मीमा जनतालाई सेवा दिनुहोस्, उहाँलाई धेरै धेरै धन्यवाद छ। यस्तै आगामी दिनमा पनि आयोजना गर्नु होला भन्ने अपेक्षा राख्छु। ल, धेरै धन्यवाद। इनर्जी पाइयो। राम्रो काम गर्दै जानुभयो, अझै राम्रो काम गर्दै जानुहोस्। थ्याङ्क यू। इनर्जी भयो फेरि आउँदाखेरि भयो। सबैजनाको मनको कुरा समेटेको भए त यो रेकर्ड गर्नु नै गाह्रो हुन्थ्यो, तर पनि फेसहरू देख्दै गर्दाखेरि तपाईँले अनुभव गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ साथीहरू। यो कार्यक्रम अर्को वर्ष गर्दा ठिक होला कि नहोला, कस्तो लाग्यो कमेन्ट गर्नु है त।